म नेपाली एफएम निर्मित दिआई हो। अब सुन्नुहोस् आजको मुख्य समाचार। सर्वप्रथम, लैङ्गिक उत्तरदायी मार्गचित्रका सन्दर्भमा नीतिगत प्रतिबद्धतालाई ठोस नतिजामा बदल्न बजेटगत प्राथमिकता र स्रोतको समुचित परिचालन अनिवार्य रहेको छ। त्यस्तै, सुशासनको जगमा नयाँ बजेट तयार भइरहेको छ, जहाँ अर्थमन्त्रीलाई राजनीतिक दबावबाट मुक्त रहन आग्रह गरिएको छ। यसैबीच, पोखराको फिर्के खोला जेठ 12 गतेभित्र अतिक्रमण मुक्त बनाइने भएको छ। अर्कोतर्फ, यही जेठ 3 गतेदेखि असार 1 गतेसम्म मलमास अवधिले काम्यकर्म नगर्न र निष्काम भक्ति गर्न प्रेरित गर्ने बताइएको छ। साथै, शिक्षामा धैर्य, आदर र नैतिकता जस्ता गुणको अभाव देखिएको सम्बन्धमा विज्ञहरूले चुनौती उठाएका छन्। यसैगरी, गुल्मीमा राष्ट्रिय स्वतन्त्र पार्टीले पालिका स्तरीय अधिवेशन गर्ने कार्यक्रम रहेको छ। 100 वर्ष अघिको गोरखापत्रको विशेष अंश र आजको राशिफल पनि प्रस्तुत छन्। अत, गुल्मी अस्पताल भवन 4 पटक म्याद थप्दा पनि अधुरै रहेको समाचारले चिन्ता बढाएको छ। अन्तमा, विश्वकप फुटबल 2026 कोलम्बस समूह डी मा आयोजक अमेरिका र त्यसका प्रतिद्वन्द्वी सबैको चासोको विषय बनेको छ। विस्तृत समाचारका लागि निलो नेपाल.com मा जानुहोस्।